नमस्कार नमस्कार नमस्कार। ल हेर्नुहोस् तपाईँको सामु एउटा हाम्रो साथी अफ्रिकन साथी गानाबाट हो। उसलाई नेपाली डाँडो साह्रै मनपर्छ अरे। मैले नेपाल जाँदाखेरि लिएर आएको थिएँ नेपाली कोदोको पिठो। अनि उसले भन्छ मलाई धेरै मनपर्छ नेपाली खाना, नेपाली कोदोको ढिँडो भनेर उसले चाहिँ हामीले माइक्रोवेभमा पानी तताएर कोदोको पिठो हालेर ल हेर्नुहोस् उसले कोदोको पिठो पुरै ओडाल्दैछ चम्चाले, त्यही पनि प्लास्टिकको भाँडोमा। भन्छ एकदमै राम्रो हुन्छ कोदोको पिठो, नेपाली कोदोको पिठो भनेर। साह्रै रुचाउने मान्छे यो मान्छे चाहिँ हाम्रो मेरो साथी हो, गानाबाट हो। धेरै मन पराउँछ यो मान्छेले, त्यही भएर मैले पनि ल ढिँडो ओडाल न त के भएर भनेर चाहिँ ओडाल्दैछ ढिँडो। चट्ट अलिअलि हुँदैछ, रातो रातो हुँदैछ। अहिले अलिकति पाकेको छैन। मैले हल्का हल्का कहिलेकाहीँ अलिअलि पानी पनि थपिदिइराखेको हुन्छु उसलाई। अनि गिलो बनाएर फेरि माइक्रोवेभमा हाल्नुपर्छ भन्छ। ल हेर्दै जानुहोस् कस्तो मिठो बनाउँछ भन्ने कुरा अन्तिमसम्म हेर्नुभयो भने तपाईँले थाहा पाउनुहुन्छ कस्तो भयो भनेर, होइन? ल हेर्नुहोस् मैले पानी पनि हालेर दिएको छु यसलाई, मजाले ओडाल्दैछ नेपाली पारामा। अझै नेपाली पारामा चट्ट होइन भाँडामा राखेर चाहिँ यसलाई चाहिँ के भन्छ अरे मजाले चलाउन पाएको कति राम्रो हुन्थ्यो होला। ल हेर्दै हेर्नुहोस् कस्तो भइरहेछ, कस्तो लागिरहेछ तपाईँलाई यो भिडियो हेरेर। साह्रै नै रुचाउने मान्छे ढिँडो भनेपछि भन्छ नेपाली अर्ग्यानिक पिठो कोदोको पिठो लिएर आएछस्, मलाई साह्रै मनपर्छ भनिएको छ। यसको साइडमा चाहिँ अहिले चाहिँ चिकन मसालेदार चिकनको ग्रेभी छ, उसँग खाने भनिएको छ। ल हेर्दै जाऊँ। ल हुँदैछ ढिँडो हुँदैछ, हेर्दै जानुहोस्। हेरेर अब तपाईँको प्रतिक्रिया दिनुहोस् है, अब कसरी के गर्नुपर्छ भनेर। हाम्रो चाहिँ विदेशमा यही तरिकाले बनाइन्छ ढिँडो। के गर्नु, घरमा रुममा बनाउनु पाउँदैन, त्यही हो यसो आयो माइक्रोवेभ लिएर माइक्रोवेभमा बनायो त्यही हो। ल हेर्दै गर्नुहोस् है मेरो भिडियोहरू है। ल धन्यवाद।